ल अहिले म के यसको नाम चुनीबारी बर्मा टोल भन्दो रहेछन्। जति भएका बर्माबाट आएकाहरू कोही मिचिनाका, कोही ल्याछ्याका, कोही टाउजीतिरका, कोही नामसानतिरबाट, कोही लेम त्यसरी आएर गुजुप्प बसेको गाउँ रहेछ यहाँ नेपालमा नि चुनीबारी भन्ने स्थान। यहाँ चाहिँ अब ढक्काल महायज्ञ चलिरहेको छ। ढकाल परिवारबाट स्वामीजी महाराजजीलाई कथा गर्न लाउनु भएको छ र यहाँ माथि उच्च टावर रहेछ, त्यहाँ माथि चढेर यहाँको दृश्य यहाँबाट साह्रै टाढा पर्दैन, भारतको एउटा सिमाना नि पर्दो रहेछ र एउटा उच्चबाट हेर्ने स्थान हुँदा यहाँ माथि चढेर यहाँका मन्दिर भए, यहाँ रस्ता भयो। सानीमा बसिराख्नु भएको छ। सानीमा भाइ म भएर घुम्दै आयो आज यो यज्ञ लागेको जग्गा। यहाँ अब पनिजी मित्रलालजीसँग भाइ नरेशको यहाँ कुराकानी पनि चल्दैछ यहाँ माथिबाट। चढेर फोटो लिएको